गुड मर्निङ 5 बज्यो उठाइदिए कहाँ जाने नेपाल ब्याग रेडी छ नेपाल आउँदैछु उठ्छु बल्ल उठे अब खानु पर्यो अनि नेपाल आउन पर्यो भैरवा आइम कमेन गाइज औडा भयो यार हाम्रो प्लेन डिले भयो 1 मिनट भर्खर मेसेज आयो अब हाम्रो 1 मिनट ढिलो गयो नि भयो क्या एयरपोर्ट आइयो एयरपोर्ट कता हो सोल्टी अब नेपालतिर साथी नेपालतिरै जाने हो ल हामी चाहिँ चेक इन गर्नलाई आएको छौँ चेक इन गर्न यहाँ आइपुग्यौँ कहाँ हो कहाँ के हो कति हो कतिवटा कहाँ हो कहाँ कता हो कता के हो के भन्नु इङ्ग्लिस पनि बुझ्दैन नि यार एयरपोर्टको मान्छे नि यार त्यहाँदेखि के कस्तो फिल भइरहेको इङ्ग्लिसै बुझ्दैन नि एयरपोर्टको मान्छेले नि यार रिस उठ्यो एकदम इङ्ग्लिस क्लास लिने हो कि देखायो बोर्डिङ पास यहीँ आएछ तर बुझ्दैनन् अब के भन्ने आइएम एयरपोर्टभित्र होइन के छ हो एकदम ठिक छ हो साथी ठिक छ नि है ठिक छ ल हाम्रो चाहिँ सामान होइन अलिअलि सामान चाहिँ किन्यो के सामान किन्यो चाहिँ देखाउनु हुन्न होइन नो 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 यता अनि छ अरू दुईवटा चाहिँ कता खायो थाहा भएन ल पासपोर्ट ल हामी त आइपुग्यौँ बसमा साथमा झ्याएर तिनीहरूको सधैँ झ्याएर आउँछ क्या मै हो क्या टक्क लगाएर होइन इलेफेन्ट नेसनल एनिमल अफ थाइल्यान्ड कमेङ नेपाल के हो नेपाल ट्रान्जिट ल हामी चाहिँ नेपाल जाँदै के छ अनुराग कस्तो एकदम रमाइलो भयो रमाइलो हो के छ हो ठिक छ के छ खबर सब ठिक छ के छ खबर के छ भाइराज ल नेपालै नेपाल ल थाइल्यान्ड बाई बाई नेपाल आइम कमिङ वेलकम टु नेपाल खुसी आएको रे ल्यान्ड भएको त खुसी भएको केटो त ल्यान्ड भएको त आज ठ्याक्क कस्तो टाइममा भएको के देखाइदियो त टाइम हेर है टाइम ठ्याक्क 12:14 होइन हाम्रो टिकटमा कति बजी देखाएको थियो 12:15 ल्यान्ड हुन्छ त्यहाँ यो हो के एक्युरेट ट्याङ्गाई अब ल फ्लाइट लिने फेरि फ्लाइट लिने फेरि पोखरा डेङ्गाई झर्ने अनि त्यहाँपछि घर बसेर ल्यान्डमै ल झरियो साथीहरू झरियो आइयो भैरवा आइयो अब भैरवाबाट फेरि पोखरा जान पर्यो ल एयरपोर्ट यस्तो नि एयरपोर्ट हुन्छ एयरपोर्ट अब डिएमके पनि देखाउँछ हजुरलाई हामीले एयरपोर्ट के छ अरे एयरपोर्टको अहिले भनेको हरिबिजोक पनि छैन हरिबिजोक के हो त्यो न बार छ न केही छ न रनवे एउटा पनि छैन प्लेन राख्ने कहाँ यस्ता ल हेर यस्तोमा एउटा मात्र इन्टरनेसनल फ्लाइट भएर नि हामी जान पायौँ हाम्रो पोखरामा भएको भए पनि हामी जान पाउँथ्यौँ नि त हामी जान त पाउँथ्यौँ नि त डोमेस्टिक त बवाल हुन्छ कि नि पोखरामा के कुरा जस्तो यहाँ त त्यही पनि नभएर पो हो त ल पाइयो है पाइयो पोखराको पाइयो 31 डिले भएर पाइयो नत्र हामीले नपाइने ट्याउ भैरवाको त झन् कालो भइयो त यार अब पोखरा गएपछि सेतो हुन्छ ल हामी टिकट लियौँ डोमेस्टिकको पनि ल ल ल ल यस्तो छ फेरि डोमेस्टिक एयरपोर्ट के अरे डोमेस्टिकको एयरपोर्टको हालत गर्मी भएछ ल आइरे गाह्रो पो पऱ्यो ल अब घर गइन्छ 20 मिनटमा ल हेर एकको हामी होइन अन्त छिटो काटेर एक
यता छेउमा परियो लास्ट आउने रे अब के हान्नु होइन के छ हो दिगदार छ होइन दिगदारै छ ल खापुन खा खा ल ल फेरि आइयो के अरे बरु थाइल्यान्ड जान सजिलो होला यो डोमेस्टिकमा पोखरा जान गाह्रो भयो क्या 50 चेक गरेँ ह अनि यो र त्यो आमा कम गाह्रो भयो धन्न पाइयो टिकट पनि इमर्जेन्सीको सिट हो ढोकासोका नचलाउने भन्ने कुरो भयो हामी त कहाँ चलाउँछौँ र होइन खतरा हो नि पोखरा या पोखरा ल लाग्यो पोखरातिर अब ल यो प्लेन होइन यो चाहिँ पोखरा टु भैरवा टु पोखरा बस इमर्जेन्सी एक्जिट आइज ल ल बसमा स्वागत छ ल हामी फाइनल्ली पोखरा अब चाहिँ भ्लग बनाउँदिनँ किनकि यो त मेरो ठाउँ हो यो ठाउँ त सबैलाई थाहा छ ल तेरो कस्तो भयो भन् अब सबै जर्नी मेरो ठिकै भयो सबै कुरा ठिकै भयो तर कथे रिस उठ्ने भयो यस्तै भयो मसँग रिस उठ्यो कि रिस उठेन भन् तसित त रिस उठेन ल के छ कस्तो भयो तेरो ट्रिप ठिक छ हजुर ठिक छ नि ल के छ कस्तो भयो होम टाउन है खापुन खा ल